यो दृश्य राजबाज स्थित गणेन्द्र सिंह अस्पताल अगाडिको हो। यहाँ सुरक्षाकर्मीले अस्पतालमा तोडफोड गर्न आएकाहरूमाथि यो भगाउने प्रयासको क्रममा यसरी सुरक्षाकर्मी परिचालन गरिएको छ। आज चाहिँ खास चाहिँ गणेन्द्र सिंह अस्पतालमा आज जन्म भएका एकजना नवजात शिशुको एनआइसीयूमा राखेर उपचार भइरहेको थियो। तर सही क्रममा विद्युतीय सर्ट सर्किट हुँदा एलइडी बल्ब झरेर यो नवजात शिशुको शरीरमाथि खसेपछि शिशु घाइते भएको छ। घाइते शिशुको धरानमा उपचार भइरहेको छ। आक्रोशित परिवारजन र जेनजी उमेर समूहका युवाहरूले घटनाको विरोध गर्दै अस्पतालमा लापरवाही भएको भन्दै शिशुलाई चोटपटक लागेको भन्दै विरोध गर्दै अस्पतालमा तोडफोड समेत गरेका छौँ भने अस्पतालका निमित्त मिसु डाक्टर दिलीप शाहमाथि पनि हातपात गरिएको अवस्था छ। अहिले राजुराजको अवस्था अहिले तनावग्रस्त नै बनेको अवस्था छ। यो दृश्य चाहिँ अस्पतालमा तोडफोड हुनुभन्दा अगाडिको डाक्टर सुरक्षाकर्मी परिचालन गरिएको थियो भने अहिलेको यो दृश्यमा जेनजी उमेर समूहका युवाहरूले अस्पतालका कुर्सीहरू तोडफोड गरेपछि त्यसलाई जोगाउने सुरक्षाकर्मीले प्रयास गरिरहनु भएको छ। यो दृश्यमा देख्न सकिन्छ अस्पतालको भौतिक सामग्री तोडफोड भइरहेको छ। यो दृश्य चाहिँ अस्पतालमा तोडफोड गरिएको दृश्य हो। यो चाहिँ अस्पतालको आकस्मिक कक्ष हो। यही कक्षमाथि एनआइसीयू कक्ष राखेको छ। यो एनआइसीयू कक्षभित्रको केही बेर अगाडिको अवस्था हो। यही एनआइसीयू कक्षमा नवजात शिशुलाई उपचार गर्न राखिएको थियो। तर यही एलइडी बल्ब झरेर शिशुमाथि लागेको थियो। शिशुको टाउको सहितका शरीरका भागमा गम्भीर चोट लागेको छ। शिशुको अहिले धरानमा उपचारको लागि पठाइएको जानकारी प्राप्त भएको छ। अस्पतालमा जोन भएपछि विभिन्न रोग लागेर विभिन्न बिरामी भएर उपचारको लागि भर्ना हुने भएका बिरामीहरू पनि फलफल परेको अवस्था छ। किनभने अस्पताल अहिले तनावग्रस्त स्थिति बनेको छ। अस्पतालमा यो गणेन्द्र सिंह अस्पतालको यो आकस्मिक कक्ष हो। यहाँ अब स्वास्थ्य कर्मीहरू छैन। तपाईँ पनि पूर्व हुनुहुन्छ होइन?